ए प्रदीप, असाध्यै गड्याङगुडुङ गर्यो। फेरि बिजुली पनि चम्केको छ, चट्याङ पनि पर्न सक्छ। जाउँ त्यो रुखमुनि ओत लागौं। के कुरा गर्नु भएको काका? चट्याङ पर्न सक्ने अवस्थामा कहिल्यै पनि रुखमुनि र ठूलो टावरको मुनि बस्नु हुँदैन। यस्ता ठाउँमा चट्याङ पर्ने सम्भावना झन अत्याधिक हुन्छ। हो र? हो नि काका, चट्याङबाट बस्नको लागि घर बाहिर भएको अवस्थामा खुल्ला ठाउँमा टुक्रुक्क बसी टाउकोलाई 2 घुँडाको बीचमा राखेर कान थुन्ने गर्नुपर्छ। यदि सम्भव भयो भने ढलान गरिएको पक्की घर वा गाडीभित्र बस्न सकिन्छ। धातुका ह्यान्डल, चेन भएका ब्याग वा अन्य सामान नबोक्ने वा नछुने गर्नुपर्छ। स्विमिङ पुल वा पोखरी आसपास पनि बस्नु हुँदैन। फोन, कम्प्युटर, फ्रिज, वासिङ मेसिन, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री चलाउनु हुँदैन। यस्ता सामग्रीमा जोडिएको तार प्लगबाट निकाल्नुपर्छ। घरभित्र बस्दा झ्याल ढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने, धारा अर्थात् पानीको स्रोतबाट सिधै नुहाउने वा पानी चलाउने गर्नु हुँदैन। घरमा अर्थिङ अर्थात् लाइटनिङ रड राखेर घरलाई चट्याङबाट सुरक्षित बनाउन सकिन्छ। ओहो, हो र? मलाई त यस्ता कुरा थाहै थिएन। त्यसै गरी नि काका, बढी जसो चट्याङ चैतदेखि जेठ महिनामा धेरै पर्छ भने सामान्यत दिउँसो 3 बजेपछि बढी पर्छ। यस्तो समयमा हामी सबैले चट्याङबाट बस्न उच्च सतर्कता अपनाउनुपर्छ। विपदबारे चासो राखौं, चनाखो बनौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौँ।